गाइजहरू आज चाहिँ हाम्रो मेरो दिदी सलिना आचार्य मेरो दिदी सलिना आचार्यको चाहिँ बर्थडे हो। अनि त्यही भएर म चाहिँ आज त्यही भएर चाहिँ म आज यो नीतिश बेकरीमा आएको छु है, केक लिनको लागि म आउँदैछु। होइन एउटा क्यान्डल दिनु। गाइजहरू म चाहिँ यहाँनिर जरङको पुलमा कुरिरहेको छु होइन। सुप्रिया आउन लाछे अरे, त्यही भएर म यहाँ कुरिरहेको छु। हेरौँ धेरै बेर चाहिँ भएको छैन, भर्खरै आइपुगेँ म पनि। त्यो नि आउँदैछ। अब म त्यसलाई यहाँबाट पिक गरेर जान्छु। एकदम धेरै त्यस्तो ग्रान्ड चाहिँ होइन, बट जस्ट इट ग्रुपमा भएपछि हल्का सेलिब्रेट हुन्छ, इन्जोयमेन्ट हुन्छ भनेर हो। द्याट्स वाइ एन्ड आई लभ इन्जोइङ बर्थडे। मलाई एकदम बर्थडे चाहिँ एकदम मनाउन कस्तो मजा लाग्छ। आई लभ बर्थडे, आई लभ सेलिब्रेटिङ बर्थडे। समय सँगसँगै होइन, मान्छेहरूले चाहिँ अब बर्थडेको त्यो पहिलाको जस्तो जोस जाँगर हुँदैन भने मात्रै, तर ममा छैन। म चाहिँ जहिले नि मेरो बर्थडेको लागि जहिले नै एक्साइटेड। आइ एम सो एक्साइटेड फर दिस इयर बर्थडे एज वेल। म नि एकदम एक्साइटेड छु। आज चाहिँ सलिनाको बर्थडेको लागि एक्साइटेड छु। तर मैले केक मात्र लान लाएँ, मैले त्यसलाई गिफ्ट चाहिँ देखाइनँ है। आइ एम सो सरी। तर गिफ्ट त दिए पनि भन्नु हुँदैन। गाइजहरू यहाँ सुप्रियाले चाहिँ म गिफ्ट किनिदिन्छु भनेर भन्न लागिरहेको छ होइन। गिफ्ट हेर्दैछ कुन गिफ्ट दिने भनेर। सुन न, यसलाई बोक्न त किन नबोक्नु, अलि अर्को कलर किन न। मन पर्यो मलाई चाहिँ। यिनीहरू बिचमा एउटा हेर नि त, हेऱ्यो होइन मलाई हो र भने चाहिने हो कि यस्तो ठिक हुन्छ कि त्यसलाई यो स्कुल जाँदाखेरि यो ठिक पनि हुन्छ। यही किन्दे मन परेन मलाई। यसलाई चाहिँ प्राइस कसरी हो? मलाई यस्तो नै मन परेन। यस्तो मन पर्यो? मन परेन। त्यसको फिनिसिङ त्यस्तै आउँछ, त्यसमा कलर वाला। प्राइजहरू हेर्नु कति क्युटिजहरू छन्। दे आर सो क्युट, दे आर सो क्युट 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 क्युट। माछा देख्यो भने लक्की हुन्छ भन्छन् है। मलाई आज के लक लाग्ने होला त। यो फाइनल्ली यसले चाहिँ यो ब्याग किनिदिने भयो गिफ्ट, एज अ गिफ्ट होइन। पार्टीमा सरप्राइज हो, त्यसलाई थाहा छैन। सुप्रिया अनि यसलाई साइडमा बोक्नेवाला नि चाहिएला नि त। ए ल ओके। म चाहिँ एकदम टप फ्यान हो है यो इयररिङ्सको। आई लभ इयररिङ्स। मलाई इयररिङ्स एकदम मनपर्छ। कस्तो क्युट रहेछ इयररिङ्सहरू, कस्तो क्युटी रहेछ है। आई लभ इट। मलाई एकदम मनपर्छ इयररिङ्सहरू। आई लभ इयररिङ्स, आई लभ इट। हेर्नु यस्तो क्युट है। यो यस्तो भयो, यो यस्तोवाला भयो, यो स्टार, यो हो मलाई यस्तो किन्न मनवाला चाहिँ यो। मलाई एकदम टेन्सन लागिरहेछ। हेर्नु न यो के खसेको छ है, कस्तो अवस्थामा पुग्यो होला भनेर मलाई टेन्सन लाग्यो यार, एकदम टेन्सन लाग्यो। टेन्सन अब यस्तै केक ठिक हुँदैन। लिनु न तपाईले नै।
फाइनली बर्थडे के अरे बर्थडे सकाएर हामी अब घर जान लागिरहेछौँ ह्याप्पी बर्थडे सल्ना थ्याङ्क यू ल अब हाम्रो आजको प्रोग्राम पनि सक्यो है चिया खाँदै हुनुहुन्छ भिनाजु यता गफ गर्दै हुनुहुन्छ आसु बाई अब झन् धेरै प्लान गर्नु